त गाइज मम्मीले चाहिँ पैसा दिँदै हुनुहुन्छ ल खुट्टा रोक्नु पर्यो ल ल ल बाकीमा कालो खुट्टा बच्चे दाइको छोरा भानुराज हेन्सम छोरा भतिज झोला कुम्ली बोकेर गाइजहरू ए सुमिया माया बराम यहाँ हुनुहुन्छ ल गाइजहरू गाडी आयो गाडी उद्योलाई त्यहाँ माथि राख्दै झोक्रा आएर यसले खानी भन्दा धेरै बोमेट गरेर खलास गरे यसले चाहिँ हेलो दर्शन नमस्ते सबैजनालाई आज चाहिँ हामी काठमाडौँ जान लाग्यो यहाँ गाइजहरू छ काठमाडौँ जानलाई यता रेडी भइसकेको छ अप्सरा अनि यता बिपिसा झोला कुम्ली बोकेर गाइजहरू यता रेडी भएर हिँडिसक्यो अब चाहिँ हामी चाहिँ निस्किन लाग्यो यता चाहिँ बिपिसाको साथी के माया अरे तिम्रो नाम सुनिया माया ए सुमिया माया बराम यहाँ हुनुहुन्छ ल बिपिसा यता भाउजू हुनुहुन्छ भाउजू अनि यता अप्सरा चाहिँ रेडी हुँदैछ मम्मी यता हुनुहुन्छ ओ यता गाइज मम्मीले चाहिँ पैसा दिँदै हुनुहुन्छ ल खुट्टा रोक्नु पर्यो ल ल ल बाकीमा कालो खुट्टा हामी चाहिँ अब काठमाडौँ हिँड्न लागेको गाइजहरू होइन र म चाहिँ बाटोमा देखाउँछु गाइजहरू अब हामी चाहिँ घरबाट चाहिँ हिँड्न लाग्यौँ बिहानै अब बस पनि आउँछ आउँदैन ल ल म चाहिँ गएँ म ल राम्रोसँग बस्नु आयो अब बिचमा आयो भने आयो नत्र दसैँमा ल म पनि गएँ बुवा लाग्यो है अब हामी चाहिँ अहिले यहाँ थुमी गाउँनिर आइपुग्यो हाम्रो थुमी डाँडा सानो बेलामा पढेको थुमी स्कुल हामी सानो हुँदाखेरि म 10 क्लाससम्म चाहिँ यहीँ पढाएको गाई छ अनि पहिला यस्तो थिएन अहिले चाहिँ स्कुल पनि दामी बनाएको छ गाई छ यस्तो दामी छ स्कुल अहिलेको चाहिँ यो चाहिँ यहाँ थुमी गाउँ हो है गाइज थुमी गाउँ बबाल छ पहिल्यैदेखि गाइजहरू गाडी आयो गाडी उद्योलाई त्यहाँ माथि राख्दै अब हामी चाहिँ जिप आइसक्यो जिपमा चढ्दैछौँ गाइजहरू हामी चाहिँ जिपमा चढिसक्यौँ चाहिँ जिपमा ल भाइ राम्रोसँग बस ल जिपमा रमाइलो हुँदैछ है गाइजहरू यहाँ गाई नै हुनुहुन्छ ठाटीको अनि अरू चाहिँ अगाडि छ गाइज म चाहिँ यहाँ पछाडि बसिरहेको छु गाइज हाम्रो चाहिँ यात्रा सुरु भयो थुमी टु काठमाडौँ अनि हामी चाहिँ त्यसपछि चाहिँ बोलेरो चढ्यौँ बोलेरो चढेर चाहिँ हाम्रो यात्रा चाहिँ आरुघाटसम्म हुन्छ अनि हामीले चाहिँ आज 2टा गाडी फेर्नु पर्ने हुन्छ नि त किनभने हाम्रो माथि अहिले चाहिँ बाटो बिग्रेको कारणले बस पनि गएको छैन बस नगएको कारणले चाहिँ हामीले चाहिँ 2टा गाडी फेर्नु पर्ने हुन्छ हामी आरुघाटदेखि चाहिँ बस चढेर हामी काठमाडौँ जान्छौँ अहिले चाहिँ हामी थुमी टु आरुघाटसम्म चाहिँ हामी अहिले बोलेरोमा चढ्दैछौँ गाइज दामी भ्यू हेर्दै हामी चाहिँ आर्खेतसम्म पनि आइपुग्यौँ इन्जोय गर्दै अनि त्यसपछि हामी आर्खेत बजार पनि आइपुग्यौँ गाइज अनि हामी चाहिँ आर्खेत बजारमा आएर चाहिँ एकछिन बोलेरो रोक्यौँ बोलेरो रोकिसकेपछि चाहिँ हामी एकछिन बसेर त्यहाँ फोटोसोटो खिचेर अनि त्यसपछि हामी चाहिँ एकछिन पछि हामी लाग्यौँ आरुघाटतर्फ गाइज बिपिसा उल्टी त गरे छैन कता जानु लाइस के छ नमस्ते है सबैजना नमस्ते कता हिँड्ने किरु
चाहिँ आरुघाट आइपुगिसक्यो। यहाँ चाहिँ दाइ पनि बिचमा बाटोमा चढ्नु भएको थियो। हजुरको घर कता अरे दाजु? ओयाक खड्का गाउँ भन्नुभयो होइन? मेरो फुपूको घरको रहेछ, मेरो फुपूको गाउँको। अनि के छ यता के गर्नुहुन्छ तपाईँ? हजुर यता त्यति यसो व्यापार छ। ए व्यापार बिजनेस छ हो। ए हामी चाहिँ यता जिपमा आएको, जिपमा एकदम हल्ला। हामी चाहिँ लगभग अहिले आरुघाट आइपुग्नु लाग्यो। अनि हजुरको नाम चाहिँ के पर्यो? मेरो शङ्कर खड्का। शङ्कर खड्का हुनुहुन्छ। गाउँपालिका 5 ओयाक। अरू त सबै ठिकै छ नि? हजुर अरू सब ठिक छ हजुर। के छ रोपी हाल्छ। ए रोपाइ सोपाइ त भ्यायो होला नि? हजुर रोपाइ चाहिँ भ्यायो, अलिअलि बाँकी पनि छ हजुर। ल ठिक छ, मलाई चाहिँ खुसी लाग्यो। उहाँहरू चाहिँ यहीँ झर्नु भयो। हामीलाई चाहिँ गाडीले पारि ल्याउन लागिरहेछ गाइजहरू। यो चाहिँ आरुघाट बजार, हामी चाहिँ आरुघाट बजार आरुघाट बजार आइपुग्यौँ गाइज हो। ल राम्रोसँग जानु होला है। आरुघाट बजार आयो नि, यहाँ चाहिँ 8-10 जस्तो मान्छे झर्नु भयो। पैसा दिने भनेको गाइजहरू, यो चाहिँ आरुघाट बजार। यहाँ चाहिँ हामी आरुघाट आइपुग्यौँ। अब जिपले चाहिँ पाइपसम्म पुर्याइन्छ, त्यसपछि हामी चाहिँ अर्को बस चढेर जान्छौँ। हाम्रो चाहिँ त्यो धेरै यहाँ चाहिँ भित्र चाहिँ बहिनीहरू छ। बहिनी अहिले चाहिँ अगाडि सिटमा बस्नु पऱ्यो। ल गाइजहरू, यहाँ चाहिँ हाम्रो सबै सामान झिक्दैछ। बोरा बोकेर हिँडेको भिडियो बनाइदिन्छु। अब गाइजहरू यहाँबाट चाहिँ अब आरुघाटबाट चाहिँ बस हिँड्नु लाग्यो। सबजना चढ्दै गाइजहरू, अब हामी चाहिँ यहाँ बस चढ्न लागेको। त्यहाँ बस्ने त कहाँ छ सिट? पछाडि हो र? 3, 4, 5 खासै मान्छे छैन क्या। मैले केही समय क्याबिनमा बस्ने त। हामी चाहिँ आरुघाटबाट चाहिँ हिँडिसक्यौँ। धनी मेरो साथी धनी यता फर्क्यो यसो। ल ल ल राम्रोसँग जा। गाइजहरू, हामीले खाना खाएर निस्क्यौँ। यो यिनीहरूले चाहिँ चटपट खायो, एउटा त्यहाँनिर आउँदैछ। अब चाहिँ हामी फेरि यहाँ खाना खाएर ज्यामिरेमा खाना खाएर चाहिँ अब निस्किनु लाग्यो। यहाँ चाहिँ हाम्रो जेठान दाई हुनुहुन्छ। ल दाई नाम भनिदिनु पर्यो यसो। राजु गुरुङ दाई। हाम्रो गाउँ पनि भनिदिनु पर्यो। नेपुट गाउँदेखि हुनुहुन्छ हाम्रो जेठान दाई। अहिले चाहिँ काठमाडौँ जानु लाग्नु भयो। वाउ कति दामी देखेको के धादिङ बजार। अनि हामी चाहिँ गाइजहरू धादिङ बजार आइपुग्यौँ। धादिङ बजार आइपुगेपछि चाहिँ हामी एकछिन धादिङ बजारमा प्यासेन्जरहरू झार्यो। अनि प्यासेन्जरहरू झारिसकेपछि एकछिन रेस्ट गरेर हामीले चाहिँ काँक्रो खायौँ। काँक्रो खाएर चाहिँ अनि हामी लाग्यौँ धादिङ बजारबाट एकछिन रोकेर काठमाडौँतर्फ। अनि काठमाडौँबाट उता जाने क्रममा चाहिँ एक ठाउँमा खाजा खाने ठाउँमा चाहिँ मलाई एकजना अङ्कल देखेँ कि कस्तो माया लागेको क्या। लुगा पनि कस्तो लगाएको। त्यसपछि हामी चाहिँ त्यहाँबाट हिँड्यौँ सुरुङ मार्ग हेर्दै हामी चाहिँ हिँड्यौँ थाङकोटतर्फ। अनि थाङकोटमा पुगिसकेपछि चाहिँ काठमाडौँ भ्याली कति राम्रो देखेको थियो।
त्यसपछि हामी चाहिँ झऱ्यौँ पायौँ। फाइनल गाइज होइन आइपुग्यो हामी झऱ्यो। सामान यहाँ यत्रो धेरै छ होइन सामानहरू। अनि यहाँ टोलीहरू यहाँ बसिरहेको छ। अब हामी यहाँ चाहिँ यहाँबाट चाहिँ अब रुम जान्छौँ गाइजहरू। यो पनि चार्ज सकिँदै ब्याग सकिँदै झोक्रा आएर यसले खानी भन्दा धेरै बोमेट गरेर खलास गऱ्यो यसले चाहिँ। गाइजहरू हामी चाहिँ घर आइपुग्यो। यहाँ साथीले लिनु आएको छ मलाई चाहिँ हाम्रो प्रकाश ब्रोले। आज बहुत मुश्किल हो गया गाइस लोग गाड़ी में। हेर फाइनली गाइज हो हामी चाहिँ आइपुग्यो। अब मेरो यहाँ उतैमा छिर्न लाग्यो। गाइज फाइनली हामी चाहिँ आइपुग्यौँ घर। आइपुग्यो गाइज हो घर। फाइनली आइपुग्यो है गाइजहरू। आमा आइपुग्यो। आउनु प्रकाश निस्का। यो त माया गरे गाइजहरू। निस्का चाहिँ रमाएर हो बल्ल बल्ल आइपुग्यो भने आउनु 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 कि टोक्दैन। गाइजहरू फाइनली आइपुग्यो है हामी चाहिँ घरमा आइपुग्यो। बुढाहरू चाहिँ यहाँ यताभित्र बसिरहेछ।